आत्मा जस्तोको किनभने हामीले देखेको मान्छे लडेर मर्यो या के भयो शोका भयो लिम्बूको मैले खुद देखेको त्यो गुराँसको बोक्रा ताछेर ल्यायो अनि कराईमा मसिनो काटेर कराईमा भुट्यो अनि त्यसपछि त्यसले ढुट्टो कुट्छ त्यो सोडा बनिन्छ त्यो तपाईँ ट्राई गर्नुहोस् अलिकति आगोबाट गरेर मच्छि बलेक्सो पड्किन्छ त्यो अनि त्यो भुटेर त्यो धुलो बनायो अनि सेतो तल्सिन ढुङ्गा मसिनो पिसेको हुन्छ त्यो दोडा मिसाएर येवाले भुटले खेद्दै जान्छ त्यो सोडाले यो के अरे हान्दै जान्छ आगोमा हान्दै जान्छ त्यो पड्किन्छ त्यसले गर्दा त्यो सोगा खेद्ने रुख सोगा खेद्ने फुललाई हामीले त्यो शुभ कार्यमा ल्याउन सकिन्छ जस्तो मलाई लागेन यो तपाईँहरूले सुन्नुहोस् उहाँको कुरा मैले समर्थन गरेको होइन मैले अनुभव गरेको देखेको कुरा हो त्यसले हेर्दा त हुनु त राम्रो फुल छ हाम्रो बोजूहरूले आमाहरूले भन्थ्यो थोक्खैला बुङ भन्छ थोक्खैला बुङ तान्नु किनारमै गयो कम्प सोखा बुङेर तान्नु किनार हिमसिका ब्याक्ता नै भन्थ्यो घरभित्र नहाल्यो भन्थ्यो अब त्यसले गर्दा यसले त्यति राम्रो भन्न सकिँदैन तर उनीहरूले पटारेर उता पिरिबपट्टि पटारेर लग्यो त्यो झुमाको लिम्बूको बाटोमा आएन त्यो त्यहाँ धेरै पर्खाइ थियो बिजुवा भेदाङबाहरू तोङबा र मासुबा भएको हाम्रो कतिको विकृति छ कतिको शुभ कार्य हुँदैछ कतिको रोचक छ हाम्रो त्योपट्टि उनीहरूको ध्यान भएन अनि त्यसले गर्दा त्यो हुँदा चाहिँ तुम्बिहाङ भन्ने कुरा चाहिँ तपाईँको जुन ग्लोबल नेटवर्क छ म त हेरिबस्छु सुनिबस्छु म धेरै पहिलेदेखि तपाईँको हेरिबस्छु तपाईँले मैले भने नेपालले एउटा लिम्बूको लागि लिम्बूको लागि लिम्बू विद्वान मागेको थियो तर तपाईँ आउनुभयो भने नि तर तपाईँको ग्लोबलमा एउटा कुरा मैले देखेन सायद म हेर्नु भुलेँ कि तुम्बिहाङको विषयमा चाहिँ यो बिजुवा भेदाङबाले पनि त्यहाँ तपाईँले जति इन्टरभ्यू दिनुभएको छ तुम्बिहाङ चाहिँ यहाँ थियो यसरी तुम्बिहाङ बेगर हुँदैन तुम्बिहाङ यसरी के अरे उत्पन्न स्थापित भयो भन्ने कुरो उनीहरूले भनेको छैन तपाईँले पनि तुम्बिहाङ र तुम्बिहाङहरू कहाँ थियो उनीहरूको काम के छ भनेर इन्टरभ्यू दिनुभएको छैन यो मलाई सोध्नु मन लाग्यो मेरो बुकमा लेखिसकेको छु ग्लोबलमा मात्रै छैन होइन ग्लोबलमा छ भने अन्छङ्गले भनेको छ नि दुईवटा किसिमको हुन्छ नि के अरे दुईजना दुई किसिम हुन्छ सावागान धाम त्यो तुम्बिहाङ हो माथि फाङसम्बर आएको त तुतु तुम्बिहाङहरू हो यस यस तुम्बिहाङ चाहिँ सावागानमा छ तुतु तुम्बिहाङ चाहिँ फाङसम्बर आएको छ नि त्यो तपाईँले तुम्बिहाङ र डिफरेन्स छुट छ अब यो कुराहरू यहाँको मान्छेलाई थाहा छैन बुढाबुढी छ या अहिलेको वर्तमान युवा युवतीलाई के थाहा र यहाँ हामीले दुःख सुखमा मरौ परौमा तुम्बिहाङ जम्मा हुनु पर्यो सङ्गठन जानु पर्यो के भन्छ तुम्बिहाङको अर्थ उनीहरूले बुझेको छैन यसको कारणै बुझेको छैन ए यो बुढा त खानु आएको बस खान्छ जान्छ यो बुढाहरू मात्रै आएर पनि हुँदैन यो बिजुवा र बुढाहरू किन सँगै आउँदैछ त्यसको अर्थै बुझ्दैन त्यसले गर्दा अस्ति म त घरि भन्नु खानु नपाएको तुम्बिहाङहरू ल जाउँ है भन्छ उनीहरूलाई त्यो खानु नपाएर आएको जस्तो ठहरिन्छ सम्झिन्छ जबरजस्ती पाँचजना पुऱ्याउनु हो त्यो भयो अनि तपाईँको म यहाँ साथीहरूले कतिले भन्छु अब निस्किने नेपालबाट जुन हाम्रो लिम्बूको रीति रिवाज सङ्गठन अथवा मुन्धुमहरू
विभिन्न कुरा विषय लिएर मारुआङ खावाङलाई जुन स्टडी गर्दैछ उहाँले अन्तिममा निकालेको किताब चाहिँ महत्त्वपूर्ण हुन्छ। यो एउटा लामाको दोमङ जस्तो अथवा मुसलमानको कुरान जस्तो हिन्दूहरूको देवी भक्त जस्तो हुन्छ है। उहाँले भयङ्कर कोसिस गर्नुहुँदैछ, धेरै बिजुवा वेदाङ्गमयहरू धेरै राखेर उहाँहरूसँग के अरे एउटा इन्टरभ्यूहरू दिएर पटुल्नु हुँदैछ भने म साथीहरूले भन्छु। अब कतिलाई थाहा छैन तपाईँको ग्लोबल नेटवर्क छ भनेर, मैले उहाँको श्रीमानले भने मैले तपाईँले बोरिङ पनि लाग्छ होला नेपालको